लसको कुरा गर्दा धेरैले डायट र एक्सर्साइजलाई मात्र ब्लेम गर्छन्। तर साइन्स अनुसार वेट लसको दुई अङ्गहरू हुन्, गट र हजुरको लिभर। गट र लिभर दुवै मिलेर शरीरको मेटाबोलिजम चलाउँछन्। यी दुवै राम्रो भएन भने वेट लस गर्न एकदमै गाह्रो हुन्छ। हाम्रो गट हाम्रो बडीको डाइजेस्टिभ सिस्टम हो। गटले खाना पचाउँछ, न्युट्रिएन्ट्स अब्जर्भ गर्छ र गट ब्याक्टेरियालाई पनि यसले ब्यालेन्समा राख्छ। गट खराब भयो भने पेट फुल्ने, कब्जियत हुने, गुलियोको मात्र क्रेभिङ हुने, स्लो मेटाबोलिजम हुन्छ र स्वेलिङ यानि कि इन्फ्लामेसन पनि बढ्छ। यस्तो अवस्थामा एपिटाइट कन्ट्रोल पनि बिग्रिन्छ र वेट घटाउन चाहिँ एकदमै गाह्रो हुन्छ। त्यसैले गट हेल्थ राम्रो भएमा डाइजेसन पनि राम्रो हुन्छ र वेट लस गर्न पनि सजिलो हुन्छ। अब कुरा गरौँ लिभरको। लिभर हाम्रो शरीरको मेटाबोलिजम इन्जिन हो। यसले बोसोलाई ब्रेक डाउन गरेर इनर्जी बनाउने हेल्प गर्छ र ब्लड सुगरलाई पनि ब्यालेन्समा राख्छ। साथै शरीरमा जमेर बसेको टक्सिन र मेडिसिनहरूलाई पनि हटाउने काम गर्छ, जुन शरीरमा भएको विकारयुक्त पदार्थहरूलाई बाहिर निकाल्ने काम गर्छ। लिभर कमजोर भयो भने शरीरले बोसो बर्न गर्न सक्दैन, इनर्जी लो हुन्छ र वेट पनि स्टक हुन्छ। अर्थात् गट भनेको खाना पचाउने प्रणाली र लिभर भनेको फ्याट घटाउने इन्जिन हो। वेट लसको लागि यी दुवै महत्त्वपूर्ण छन्। गट राम्रो भयो भने डाइजेसन सही हुन्छ, लिभर राम्रो भयो भने फ्याट बर्न हुन्छ। गट प्लस लिभर मिलेर हजुरहरूलाई वेट लस गर्न हेल्प गर्छ। प्राकृतिक तरिकाले दुवैलाई कसरी सुधार्ने जान्न चाहनुहुन्छ भने कमेन्टमा गट प्लस लिभर लेखिदिनु होला।